नमस्कार, आजको यस प्रस्तुतिमा स्वागत छ। आज हामी नेपोलियन हिल र माइकल जे रिटका विचारहरूमा आधारित सकारात्मक मानसिक दृष्टिकोण अर्थात् पीएमएको विस्तृत र निकै चाखलाग्दो रूपरेखाबारे चर्चा गर्दैछौं। धेरै मानिसहरू सकारात्मक सोचलाई एउटा हावाको महल वा अमूर्त दर्शन मात्र मान्ने गर्छन्, होइन र? तर आज हामी यसलाई वास्तविक संसारका दैनिक चुनौतीहरू सामना गर्न सकिने 5वटा ठोस र कार्यमूलक नियमहरूमा ढालेर हेर्नेछौं। साँच्चै भन्नुपर्दा यो प्रस्तुतिले सफलताका लागि चाहिने एकदमै स्पष्ट मार्गचित्र कोर्नेछ। ल, अब ढिला नगरी सुरु गरौं। हामीसँग आज एकदमै गजबको र व्यवस्थित यात्रा छ। सुरुमा यो पीएमए भनेको के हो भनेर यसको जग बुझ्नेछौं। त्यसपछि हाम्रा दैनिक चुनौतीहरूलाई सजिलै पार लगाउने 5वटा मुख्य नियमहरू दिमाग नियन्त्रणदेखि लिएर खुसी छान्नेसम्म क्रमशः हेर्दै जानेछौं। यी बुदाहरूले एउटा अमूर्त दर्शनलाई हाम्रो दैनिक जीवनका व्यावहारिक कदमहरूमा कसरी रूपान्तरण गर्छन् भन्ने कुरा छलङ्ग पार्नेछन्। त्यसो भए सबैभन्दा पहिलो र महत्त्वपूर्ण प्रश्नबाटै सुरु गरौं। आखिर यो सकारात्मक मानसिक दृष्टिकोण अर्थात् पीएमए भनेको साँच्चै के हो त? जीवनमा ठूल्ठूला बाधाहरू पार गरेर अगाडि बढ्ने व्यक्ति र बीचमै हार मान्ने व्यक्तिबीच आखिर के कुराले फरक पार्छ होला? सोचौं त। त्यो हो यही पीएमए। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो कुनै संयोगले उत्पन्न हुने मूड वा क्षणिक भावना पक्कै होइन। यो त एउटा सचेत छनौट हो, एउटा यस्तो आत्मविश्वासी र रचनात्मक मनस्थिति जसलाई हामी आफैले जानाजान निर्माण गर्छौं र हर हालतमा कायम राख्छौं। अब यो पीएमए भन्ने शब्दलाई नै केलाएर हेरौं। यो मुख्यतया 3वटा स्तम्भहरूमा अडिएको छ। पोजिटिभ अर्थात् सकारात्मक विशेषताहरू जस्तै इमान्दारी र साहस, मेन्टल अर्थात् हाम्रो शारीरिक बल होइन, विशुद्ध दिमागको शक्ति, र एटिच्युड अर्थात् कुनै पनि परिस्थितिप्रतिको हाम्रो आधारभूत भावना र दृष्टिकोण। यी 3 कुराहरू एकै ठाउँमा मिल्दा जीवनको आधी बेहेरीमा एउटा स्वचालित सन्तुलनकारी यन्त्र बन्छन् जसले जीवनको जहाजलाई कहिल्यै डुब्न दिँदैन। अब लागौं हाम्रो पहिलो व्यावहारिक नियमतिर, आफ्नो दिमागलाई पूर्ण रूपमा नियन्त्रण गर्ने अर्थात् आफैले नेतृत्व लिने। यस संसारमा यदि कुनै कुरामाथि हाम्रो पूर्ण र निरपेक्ष नियन्त्रण हुन सक्छ भने त्यो आफ्नै दिमाग मात्र हो। यसको एउटा उत्कृष्ट ऐतिहासिक उदाहरण हेरौँ है। सन् 1983मा अमेरिकाले 138 वर्षदेखि लगातार जित्दै आएको अमेरिकाज कप नौकायन प्रतियोगिता हार्यो। त्यस टोलीका क्याप्टन डेनिस कोनर थिए, तर उनले हार मानेर बसेनन्। उनले संकल्पप्रतिको संकल्प लिए, आफ्नो टोली तथा जहाजलाई शून्यबाट पुनः निर्माण गरे र अन्ततः ट्रफी फिर्ता ल्याए। विशुद्ध मानसिक दृढताले जस्तो सुकै ठूलो असफलतालाई पनि कसरी जित्न सक्छ भन्ने यो एउटा जिउँदो उदाहरण हो। अब यसैलाई हाम्रो दैनिक जीवनको चुनौतीसँग जोडेर हेरौं। मानौ तलब वृद्धिको लागि हाकिमसँग कुरा गर्नुपर्नेछ। यस्तो बेला एउटा सामान्य नकारात्मक वा निष्क्रिय प्रतिक्रिया कस्तो हुन्छ? सहकर्मीहरूसँग कुरा काटेर वा गुनासो गरेर समय खेर फाल्ने। तर यसको विपरीत पीएमए प्रतिक्रिया भनेको आफ्ना विगतका उपलब्धिहरू र कम्पनीलाई पुर्याएको योगदानको ठोस प्रमाणहरू जुटाउनु हो। देख्नुभयो नि फरक? यो पूर्ण रूपमा एउटा समाधानमुखी दृष्टिकोण हो। दिमागको स्टेरिङ हातमा लिएपछि अब त्यसलाई कता मोड्ने त? नियम नम्बर 2 ले भन्छ आफ्ना चाहनाहरूमा ध्यान केन्द्रित गर्ने र जितको कल्पना गर्ने। हाम्रो दिमागले डर वा असफलता भन्दा पनि आफूले चाहेको कुराको स्पष्ट चित्रमा धेरै राम्रो प्रतिक्रिया दिन्छ। प्रसिद्ध पाइलट चक येगरलाई नै हेरौँ न। दोस्रो विश्वयुद्धमा उनको विमान खसालियो, तर उनी बाँच्न सफल भए। उनलाई सकुशल घर फर्किने अवसर थियो, तर उनले हार मानेर फर्किन साफ अस्वीकार गरे। उनले आफ्नो अन्तिम लक्ष्यमा मात्र ध्यान केन्द्रित गरे र पछि ध्वनिको गति तोड्ने इतिहासकै पहिलो पाइलट बने। यो हो जितको स्पष्ट कल्पना गर्नुको नतिजा। यहाँ अर्को एउटा व्यवहारिक चुनौती छ। सोचौं, घरको कुनै किशोर सन्तानले गाडी ठोक्काएर ठूलो क्षति पुर्यायो भने के गर्ने? विशुद्ध दण्ड दिने नकारात्मक प्रतिक्रियाले उनीहरूलाई गाडी चलाउनै प्रतिबन्ध लगाउँछ। तर पीएमए प्रतिक्रियाले त्यस परिस्थितिलाई एउटा महत्त्वपूर्ण सिकाइमा बदल्छ, उनीहरूलाई मर्मत खर्च तिर्न काम गर्न लगाउँछ। यसले उनीहरूलाई जिम्मेवारी र विकास सिकाउँछ, जुन निकै प्रभावकारी र दूरगामी हुन्छ। यसपछि हामी पुग्छौं नियम नम्बर 3 मा। यसलाई गोल्डन रूल अर्थात् सुनौलो नियम भनिन्छ। एकदमै सरल तर शक्तिशाली भनाइ छ। अरूलाई त्यस्तै व्यवहार गर्नुहोस् जस्तो व्यवहार अरूले गरून् भन्ने अपेक्षा राखिन्छ। बिग जिम ड्यानियल भन्ने व्यक्तिले यही सरल दर्शनको प्रयोग गरेर सन् 1976मा पूर्ण रूपमा घाटामा गइरहेको एउटा ठूलो फ्याक्ट्रीलाई नाफामा लगेका थिए।
उनले जादु गरेका थिएनन्, केवल कर्मचारीहरूको नाम सम्झिए, मुस्कुराएर कुरा गरे र सबैलाई सम्मान दिए। अरूलाई राम्रो व्यवहार गर्दा त्यो एउटा बुमराङ जस्तै सकारात्मक परिस्थितिको रूपमा घुमेर आफैतिर फर्किन्छ। यो नियम बाटोमा हिँड्दा पनि लागू हुन्छ है। राजमार्गमा गाडी चलाउँदा पछाडिबाट कोही एकदमै टाँसेर आयो भने हामी के गर्छौं? रिसको झोकमा अचानक ब्रेक लगाएर तर्साउन खोज्नु भनेको अवस्थालाई झन खतरनाक बनाउनु हो। तर पीएमए प्रतिक्रियाले शान्त रूपमा गाडी छेउमा लगाएर उसलाई अघि बढ्न बाटो दिन्छ। यसले तनावलाई बढाउने होइन, त्यही समाप्त पारिदिन्छ। तनाव समाप्त पार्ने कुरा गर्दा गर्दै हामी नियम नम्बर 4 मा आइपुग्छौं, नकारात्मकतालाई पुरै हटाउने। नकारात्मक विचारहरूले हाम्रो दिमागमा प्रवेश गर्ने प्रयास सधैँ गरिरहेका हुन्छन्, तर तिनलाई सक्रिय रूपमा अस्वीकार गर्न सिक्नै पर्छ। डाक्टर बर्टिसबेरीको कथा निकै प्रेरणादायी छ। आफ्नो दीक्षान्त समारोहमा परिवारका कोही पनि उपस्थित नहुँदा उनको अहङ्कारमा निकै ठूलो चोट पुग्यो। उनले झण्डै त्यो समारोह नै छाडिदिएकी थिइन्, तर उनले आफ्नो नकारात्मक भावनालाई हावी हुन दिएनन्। उनले उत्सव मनाउने छनौट गरिन् र नोबेल पुरस्कार विजेताको हातबाट उच्च सम्मान ग्रहण गरिन्। यसले प्रश्न पार्छ कि अहङ्कारले कसरी हाम्रो खुसी खोज्न खोज्छ। दिमागमा आउने नकारात्मक विचारहरू मुख्यतया यी 4वटा प्रतीकात्मक पार्टीहरूबाट आउँछन्। आफैप्रति दयाभाव राख्ने पीटी पार्टी, अरूलाई दोष दिने फूल पार्टी, आहत अहङ्कारको इगो पार्टी र स्वार्थीपनको हेड पार्टी। यी खतरनाक मानसिक पासोहरू हुन्। यिनीहरूलाई बेलैङमा पहिचान गरेर यस्ता पार्टीको निमन्त्रणा तुरन्तै बिना कुनै सङ्कोच अस्वीकार गर्नुपर्छ। पारिवारिक चुनौतीको अर्को एउटा जटिल अवस्था हेरौं। कुनै सन्तानले कलेजको पढाइ बीचमै छाड्ने निर्णय गर्दा कस्तो परिस्थिति उत्पन्न हुन्छ? अहङ्कारले भरिएको प्रतिक्रियामा समाजको डर, लज्जा र रिस मात्र देखिन्छ। तर पीएमए प्रतिक्रियाले करुणासहित समस्याको समाधान खोज्छ। आखिर उनीहरू किन त्यहाँ खुसी छैनन् भनेर गहिराईमा गएर बुझ्ने प्रयास गर्छ। अहङ्कारभन्दा माथि उठेर समस्याको जरासम्म पुग्नु नै सही तरिका हो। र अन्तमा हाम्रो 5औं तथा अन्तिम नियम, सधैँ खुसी छान्ने। सुन्दा अचम्म लाग्न सक्छ, तर यसमा रचनात्मक रूपमा चिन्ता गर्ने कुरा पनि जोडिएको छ। खुसी र उत्साह आफै जादु जस्तै उत्पन्न हुने कुरा मात्र होइनन्, यिनलाई निरन्तरको अभ्यासबाट जानाजान निर्माण गर्न सकिन्छ। यहाँ एउटा अनौठो प्रश्न उठ्छ, रचनात्मक रूपमा कसरी चिन्ता गर्ने? चिन्ता पनि कसरी रचनात्मक हुन सक्छ र? पक्कै पनि यसले डाक्टर मैक्सवेल माल्ट्सको मनोवैज्ञानिक दृष्टिकोणप्रति कौतूहल जगाउँछ। ल हेरौं यो के रहेछ। मैक्सवेल माल्ट्सको यो 2 चरणको सूत्र एकदमै जादुमय छ। पहिलो चरणमा परिस्थितिको यथार्थलाई हेरेर के कुरा गलत हुन सक्छ भनेर स्पष्ट रूपमा स्वीकार गरिन्छ, यथार्थबाट भाग्ने होइन। तर दोस्रो र मुख्य चरणमा दिमागको कल्पनालाई सम्भावित विपत्तिबाट हटाएर सफलतातिर मोडिन्छ, अर्थात् अब के सही हुन सक्छ भनेर सचेत रूपमा कल्पना गरिन्छ। यसरी आफ्नो अवचेतन मनलाई पुरै नयाँ दिशामा रिवायर गरिन्छ। लेखिका सुसान जेफर्सकी एक साथीको निकै गहिरो भनाइ छ, जसले यो सम्पूर्ण प्रस्तुतिको सारलाई नै समेट्छ। अन्धकारको सट्टा घामतिर हिँड्नुमा त्यस्तो गलत के छ? साँच्चै सोच्ने हो भने नकारात्मकता र अन्धकारको सट्टा उज्यालो र घामतिर हिँड्नु, हरेक कुरामा राम्रो पक्ष खोज्नुमा के नै खराबी छ र? यो भनाइले हामीलाई दृष्टिकोणको अन्तिम र सबैभन्दा शक्तिशाली छनौट गर्न प्रेरित गर्छ। अन्त्यमा सोच्नै पर्ने एउटा महत्त्वपूर्ण प्रश्न, जब सकारात्मक सोच्दा यति धेरै फाइदाहरू छन् र हामीसँग सफलताको यति स्पष्ट मार्गचित्र उपलब्ध छ भने कसैले आफूलाई यसरी सोच्नबाट किन रोक्ने? यो प्रश्नले हामी सबैलाई आफ्नो वर्तमान मनस्थितिको गहिरो मूल्याङ्कन गर्न झम्झकाउँछ। आशा छ यी 5 नियमहरूले आजैबाट जीवनमा नयाँ, व्यावहारिक र सकारात्मक दृष्टिकोण लागू गर्न मद्दत गर्नेछन्। यो यात्रामा सँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद।